के हुन्छ यो खाएर? यो औषधि हुन्छ यो औषधि? यो के को औषधि ल भन्नु त? यो स्वास्थ्यलाई राम्रो गर्छ। हामीले यो के हो भने अहिले मैले भिडियो बनाएको थिएँ, यहाँबाट चुन्न हुँदैन, यहाँबाट चुन्न हुँदैन, यो झरेर जाने यो भेट्नुबाट चाहिँ टिपेर खाँदा स्वास्थ्यलाई फाइदा गर्छ यसले। हिमाली मौरी भनेको त भिर मौरीहरूले बनाउने मह यिनीहरूकै रसबाट लिएर आउँछ। विभिन्न प्रकृतिमा विभिन्न किसिमका गुराँस। ए भनेपछि पुरै टिप्न चाहिँ भएन, त्यस्तरी चुन्न चाहिँ मिल्यो? यसरी चुन्न चाहिँ मिल्यो। यहाँ भेट्न सही चुन्न मिल्दैन, यो चुन्यो भने अर्को वर्ष फल्दैन भन्ने मान्यता छ, वैज्ञानिक मान्यता रहेछ। हामीले भिर मौरीले लिएर आउने मह चाहिँ प्रायः अबको सिजनमा लिएर आउने चाहिँ लाली गुराँसका। अब योभन्दा माथिल्लो लेकहरूमा पनि हामी कहाँ एउटा मात्रै लाली गुराँस छ, माथि लेकमा विभिन्न किसिमका लाली गुराँसहरू पाइन्छ। ती गुराँसहरूको रसबाट बनेको मह चाहिँ लाग्छ। हामीले यो पनि धेरै खायो भने हामीलाई पनि यो लाग्छ। यो लायो भने हामीलाई अल्कोहल सेवन गरेको जस्तै लाग्छ। हामीले थोरै मात्रामा खायो भने औषधि हो, धेरै खायो भने भोमिट हुने, रिङ्गाटा लाग्ने हरेक किसिमको चाहिँ लक्षण देखाउँछ। हामी धेरै खानु हुँदैन, यसलाई थोरै रूपमा खायो भने औषधिको रूपमा लिन सकिन्छ। ए भनेपछि तपाईँहरू पहिलेदेखि खाइराख्नु भएको थियो? हामी पहिलेदेखि खान्थ्यौँ यो चाहिँ। ए कस्तो रहेछ त आज? रमाइलो भयो। रमाइलो मानिसहरू गर्छ नि यो आउने चुन्नी होइन, टाउकामा सिउरी नगरौँ। यहाँको लोकल मानिसहरूले आएर दाउरा काटेको भएदेखि यो रुख रहन्थेन। हामीले आएर अवलोकन गर्न पाइन्थेन, फुलफुलेको हेर्न पाइन्थेन। यहाँको मानिसहरूले यसलाई संरक्षण गरेर राख्दैन। हामीले पनि आएर यो चुन्नी भाँच्ने गर्ने होइन, यो पनि हाम्रो पनि दायित्व रहन्छ कि हेर्ने र यसको संरक्षण गरेर जाने। चुन्न हुँदैन, यो चुन्यो भने आज भोलि आज 1 घन्टा पछाडि ओइलाउँछ। यसलाई यतिकै छोडिदियो भने हामीले 1 महिनासम्म अझ आजको मितिबाट लगभग 1 महिना जति नै अझै यसलाई हामीले अवलोकन गर्न पाइन्छ है त। भनेपछि जति पनि आउनुहुन्छ हेर्न चाहिँ पाइयो, चुन्न पाइएन, चुन्न चाहिँ पाइएन। हेर्न चाहिँ पाइन्छ, छुन्न चाहिँ पाइँदैन भने जस्तो हो क्या। त्यसमा यहाँ यो पनि यो कोपिला हो, यो खै त्यो कोपिला हो, यो फेरि फुल्छ। यो फुल्छ, तर हामीले चाहिँ त्यसलाई चुड्यौँ भने त फुल्नै नपाउने भयो त है। यहाँ अझै फुल्दैछ, यो कोपिलाहरू फुल्छ। यो अब यो हामीले यो डालै भान्थ्यो भने त यो फुल्न पाइन्छ, यो फुल्न पाएन होइन। ल साथीहरू आउनु होला सबैजना हेर्न है। यो चाहिँ कोलासोथर गाउँपालिका बेसी सहरबाट माथि भलेगाउँ जाने बाटोमा जब तपाईँ भिर कटेर माथि पहिरो कटेर माथि आइसकेपछि पिच बाटो सुरु हुन्छ। त्यहाँबाट 1-1.5 किलोमिटर माथि आइसके पछाडि देब्रेपट्टि एउटा सिँढी लागेको डाँडो देखिन्छ। त्यहाँको छेउमै गुराँसहरू फुलेको देखिन्छ। त्यो सिँढीबाट चढ्दै आइसकेपछि माथि मन्दिर छ, देवी मन्दिर। देवी मन्दिरको माथिपट्टि यो देवी मन्दिर हो, यो देवी मन्दिर हो। यो देवी मन्दिरमा चाहिँ आइसकेपछि देवी मन्दिरको सबैजनाले दर्शन गर्नु होला। फोटोबाट भए पनि सबैजना आउनु होला। यहाँको ठाउँ चाहिँ राम्रो रहेछ, हेर्नु, फोटोसोटो खिच्नु, भिडियोहरू खिच्नु। तर यसरी हाँगाहरूलाई चुन्ने, फुलहरू चुडेर लैजानेहरू कामहरू चाहिँ नगर्नु। किन भन्दाखेरि हामीले यो फुलहरू चुडेर हामीले एकछिन रमाइलोको लागि मात्रै हो, पछि हामीलाई यो काम लाग्दैन। तर यहाँ हामीले यसरी रहिराख्यो भने त हामी जस्तै आउने अरू साथीहरूले पनि त हेर्न पाउनुहुन्छ नि। यदि हामीले यो हाँगाहरू भाँचिदिने, फुलहरू चुडेर लाने गऱ्यौँ भने त यो हामी पछि आउने साथीहरूले त हेर्न पाउनु भएन नि होइन। ल यहाँ चाहिँ सरजीले र सरजीको बेटुले चाहिँ खाइरहनु भएको छ। मैले चाहिँ कहिले पनि खाएको छैन है, सरले चाहिँ पहिलेदेखि खाइराख्नु हुँदो रहेछ। त्यो भएको भएर सरले चाहिँ खानुभएको छ। धेरै सेवन गर्नुहुन्न, अलिकति खायो भने औषधिको रूपमा। मैले चाहिँ यसरी देखेको पनि फर्स्ट टाइमै होला। फेसबुकमा साथीहरूले हालेको त देखिरहेको थिएँ, फेसबुकबाट हेर्दाखेरि चाहिँ रमाइलो लागिरहेको थियो। आज चाहिँ आफू प्रत्यक्ष रूपमा आएर हेर्ने मौका मिल्यो। सबैजना आउनु होला, राम्रो छ, घुम्न आउनु, फोटोहरू भिडियोहरू गर्नु। पर्यटनको केन्द्रबिन्दु पनि त भयो नि होइन। यसरी फुलहरू फुलिरहँदा हाम्रो प्यारो देश नेपाल, जय नेपाल।